यति बेला प्रतिपक्षीहरूले विरोधकै लागि मात्रै विरोध गरेको देखिन्छ होइन। प्रधानमन्त्री कहाँ जान्छ, प्रधानमन्त्रीले के गर्छ होइन, प्रधानमन्त्रीले के खान्छ होइन, प्रधानमन्त्रीको निजी जीवन हुन्छ कि हुँदैन, प्रधानमन्त्रीले भिआइपी प्रोटोकल किन युज गरेन, यस्तै खालको कुराहरूमा चाहिँ अहिले संसद भवनभित्र चाहिँ यस्तो खालको कुराहरू उठिरहन्छ। यिनीहरूले देश र जनताको लागि कहिले मुद्दाहरू उठाउने हो त्यो त छैन होइन। अब यही सिलसिलामा होइन काठमाडौँमा हावा छ कि छैनदेखि लिएर हर्क साम्पाङले केसम्म चाहिँ आरोप लाउनु भएको छ, के भन्नु भएको छ त एकचोटि हर्क साम्पाङकै मुखबाट सुनिदिउँ नि त। के खानु जानुभएको? हावा थिएन भने काठमाडौँमा हावा छ, मुस्ताङमा स्याउ पनि फल्या छैन होला अहिले, के चाख्नु भयो जानुभयो हो त्यो पनि उहाँले भन्नुपर्छ, सदनमा जवाब दिनुपर्छ। प्रधानमन्त्रीज्यू आफ्नो निजी भ्रमणमा उता जानुभयो अरे भन्ने बारेमा कुरा आएको छ। प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन, यो कुरा एका राख्नुपर्छ। प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन। प्रधानमन्त्री एक्लै जानुभएको होइन, उहाँले चाहिँ सरकारी सुरक्षा संयन्त्र उहाँसँग आफै अटोमेटिकली तपाईँको चाहिँ एक्टिभ भएर जाने गर्छ र उहाँ निजी जानुभएको मन्त्री परिषदलाई चाहिँ सूचना नदिई, संसदलाई सूचना नदिई जानुभएको के खानु जानुभएको? हावा थिएन भने काठमाडौँमा हावा छ, मुस्ताङमा स्याउ पनि फल्या छैन होला अहिले, के चाख्नु भयो जानुभयो हो त्यो पनि उहाँले भन्नुपर्छ, सदनमा जवाब दिनुपर्छ। सभामुख महोदय,